यताततै यो घाँसपात बोलाउन थाल्यो। ए साथी रोड गाउँको रोड भनेर भन्न नमिल्ने। ल्याएर साइकल लडाएको हेर कस्तो बिराम होला। मस्जिद त्यहाँ पानी भर्ने ठाउँ ल, त्यो बिहान निस्किएर बसेको लिएर पानी चिसो पानी र वाम पानी भरेर घरमा ल्याएर जाने ठाउँ। धर्म गर्नु छ भने पानी खाने ठाउँहरू भर्न चाहिँ जहाँ पनि जानेको रहेछ। धर्म गर्नु छ भने मन्दिर जानु पर्दैन, कुनै ढुङ्गाको मूर्तिहरूलाई खोज्नु पर्दैन है। यसरी पानी पानी टक्क भरिदिएपछि धर्म यहाँबाट कमाइन्छ। पहिला पहिला हाम्रो बुढापाकाले भन्थ्यो धर्म कर्म गर्नु छ भने मन्दिर जानु पर्दैन, बाटामा हिँड्ने बटुवालाई बोलाएर खाना दियो, परिचय नखोज, घरमा पालेको पशु पक्षी किन नहोस् उनीहरूलाई टाइममा खानेकुरा दियो, पानी घरमै राखिदियो, धाराहरू बनाऊ भनेर सल्लाह दिनुहुन्थ्यो बुढापाका मान्छेहरूले। आखिर साँच्चै यस्तै रहेछ है, धर्म नै सेवा नै के रहेछ त धर्म। साथीहरू मन पऱ्यो सेयर गर्नुहोस्, मन नपऱ्यो एकचोटि हेरेर प्रतिक्रिया दिनु होला है त। भित्र यो ड्युटी जाँदै गर्दाखेरिको भिडियो हो। जस्तै यहाँ ग्यारेज छ, हप्तामा एक दिन खुल्ने ग्यारेज हो यो। शनिबार सरी आइतबार मात्रै खुल्ने ग्यारेज हो यो, हप्तामा एक दिन खुल्ने ग्यारेज, सबै ग्यारेज हो यो। हेर्नुहोस् यहाँ पाहरू